हेलो 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 सम्पूर्ण दर्शक वृन्दहरुमा म सरोज विश्वकर्माको तर्फबाट धेरै धेरै नमस्कार टक्राउन चाहन्छु। वेलकम छ तपाईहरुलाई सरोज विक अफिसियल युट्युब च्यानलमा। यतिखेर हामी समीरा बराइली सुनचाँदी पसल हिजो भर्खरै मैले तपाईको 10 तोलाको सिक्री लिएको पसलका दाइसँग म केही छोटो बातचित एवं कुराकानी गर्न गइराखेको छु। मलाई आशा छ यहाँले पक्कै पनि यो कुराकानीलाई सुनिदिनु हुनेछ, धैर्य धारण गरेर सुनिदिनु हुनेछ भन्ने पनि मैले भरपूर मात्रामा आशा लिएको छु। हुन त उहाँको यो कथा, जीवनको कथा र व्यथाहरू मैले यो सानो भिडियोमा समेटेर त सकिँदैन दर्शकवृन्दहरू, हैन। सानो भिडियोमा समेटेर मैले उहाँको यो जीवनको कथालाई मैले यो भिडियोमा समेट्न त सक्दिनँ, तर उहाँको यो छोटो सफलता, उहाँको यो छोटो मिठो यो सफलताको बारेमा भने म तपाईहरुको माझमा अगाडि राख्ने नै छु। यतिखेर हामीसँग हुनुहुन्छ समीरा बराइली सुनचाँदी पसल बागमती 4-5 फन्डाका प्रोप्राइटर राजु विश्वकर्मा हुनुहुन्छ। राजु विश्वकर्मा दाजु ले धेरै लामो संघर्षपछि तपाईहरुलाई सेवा दिँदै आइराख्नु भएको छ। सुनचाँदी पसलको क्षेत्रमा गरगहनाहरू, आकर्षक डिजाइनका गरगहनाहरू चिटिक्क परेर तपाईहरु चिटिक्क परेर हिँड्नका लागि उहाँले थुप्रै डिजाइनका गरगहनाहरू निर्माण गरिराख्नु भएको छ। फेरि पनि म तपाईहरुलाई फेरि पनि स्वागत गर्न चाहन्छु सरोज विश्वकर्मा अफिसियल युट्युब च्यानलमा। र हामीसँग यतिखेर हुनुहुन्छ समीरा बराइली सुनचाँदी पसल का प्रोप्राइटर आदरणीय दाजु राजु बराइली हुनुहुन्छ। म उहाँसँग छोटो कुराकानी गर्न गइराखेको छु। दादा स्वागत छ यहाँलाई कार्यक्रममा। नमस्ते सबैजनालाई नमस्ते। अनि के छ हिजोआज कस्तो बितिरहेको छ दिन? हिजोआज अब गर्मी महिना छ हैन, अब गर्मी लागिरहेको छ एकदमै, अब त्यस्तै छ हैन। हिजोआज अब पसिना आउँछ काम गर्दाखेरि, अब त्यस्तै छ। जे होस् खुसी हुनुहुन्छ आफ्नो पेसामा, तपाईँ एकदम व्यस्त हुनुहुन्छ, एकदमै व्यस्त अनि सेवाग्राहीलाई पनि तपाईँले एकदम सेवा दिइरहनु भएको छ। अनि के कस्ता डिजाइनका गरगहनाहरू पाइन्छ दाइ भनेर हामीले बजार जानु पर्ने अवस्था त छैन नि, हामीले रोजेको खोजेको सबै डिजाइनको गरगहना त पाउँछौँ नि? पाउँछ भाइ, यहाँनिर सबै डिजाइनको गरगहनाहरू सुपथ मूल्यमा पाउँछ। यहाँनिर त हजुरहरूले चाहेको रोजेको सामानहरू सबै यहाँनिर पाइन्छ। बनेर राखेको चिजहरू छ हामीसँग पनि। अब नबनेको चिजहरू हजुरले रोज्नुभयो भने, छान्नुभयो भने हामी त्यस्तै डिजाइनहरू हजुरले भने जस्तै डिजाइनहरू बनाएर हामी उपलब्ध गराउँछ। अनि यहाँ अब अहिले त तपाईँको चाहिँ सिजन पनि अफ छ होइन, त्यति अब बिहे व्रत बन्धहरू पनि त्यति हुँदैन, गुन्यो चोलोहरू पनि हुँदैन। तैपनि तपाईँकोमा अर्डरहरू कतिको छ, ग्राहकहरूको माया कतिको छ? ग्राहकहरू आइरहनुहुन्छ, माया एकदमै गर्नुहुन्छ ग्राहकहरूले पनि। एकदमै अहिले फाटोफुटो चिज चलिरहेछ, आइरहनुहुन्छ ग्राहकहरू, त्यसमै खुसी छु म। त्यसमै खुसी हुनुहुन्छ। अनि दाइ ठ्याक्कै भन्न मिल्छ अहिले सुनको भाउ कति छ आज? ठ्याक्कै आज सुनको भाउ 1,91,200 रुपियाँ छ। 1,91,200 रुपियाँ छ। अनि यहाँको यत्रो महँगी छ, पछिल्लो समय सरकारले एउटा झन् अब तपाईँको विलासिता कर थपिदिएको छ होइन, मूल्य विवृद्धि करसँग पनि 2% विलासिता कर थपेको छ। यसले सुन व्यवसायीहरूलाई मारमा पारेन र दाइ, के भन्नुहुन्छ? यसमा धेरै मार्का छ नि, हामीलाई धेरै गाह्रो छ। के भन्नुहुन्छ? सरकारलाई के भन्न चाहनुहुन्छ? सरकारलाई के भन्न चाहन्छु भने यो कर चाहिँ बन्द गरियोस् होइन, यो कर चाहिँ धेरै अगाडि नबढाओस् भन्न चाहन्छु। मतलब अब सरकारले अहिले हेरौँ हुने खानेले नै सुनचाँदी किन्छन् होइन, धनीले नै किन्छन्, धनीकै चाहिँ धुत्नु पर्छ भन्ने हिसाबले एउटा सरकार लागिरहेको हो त? यो चाहिँ हो। हुन त अब सुनचाँदी पसलमा अब त्यति धेरै नै व्यापार भयो, धेरै नै कमायो भनेर चाहिँ सरकारले आँखा गाडेको होला सायद। धेरै नै कमायो भनेर पनि आँखा गाडेको होला होइन, यहाँको यो छ भनाइ। हुन्छ ठिक छ, अब यस्ता करहरू होइन सरकारले किन गरिरहेछ भन्दाखेरि अब तपाईँको यो सरकारको हाइफाईको स्टाइल पनि छ एक किसिमको, त्यो भएर पनि हुनसक्छ। अनि यहाँनिर के बन्छ दाइ सर र लिस्ट तपाईँले के भन्न सक्नुहुन्छ? के कस्तो डिजाइनको गरगहनाहरू बन्छ,
गहनाका कस्ता कस्ता किसिमका गहनाहरू भन्छ? यहाँ चाहिँ गहना चाहिँ सबै किसिमका गहनाहरू भन्छ होइन। अब नेक्लेसदेखि लिएर रानीहारदेखि लिएर होइन, अब थुप्रै नामहरू छ होइन। तिलहरी, माइली तिलहरी, छड्के तिलहरी, अब सबै सबै चिजहरू भन्छ यहाँ। सुनको चिजहरू सबै भन्छ, चाँदीको चिजहरू पनि सबै भन्छ यहाँनिर। सबै भन्छ। अनि मैले त अस्ति एउटा कमेन्ट पनि पाएँ कि दाइ, म सर र तपाईँकै पसलमा आउँदै थिएँ, मैले दिएको सामान अर्डर दिएको सामान लिनका लागि एकजना दिदी पनि ठ्याक्कै तपाईँकै पसलबाट एउटा सामान लिएर जानुभएको रहेछ। अनि मैले सोधेँ उहाँलाई कस्तो छ पसलमा, तपाईँले कस्तो कहाँबाट लिएर आउनुभयो भन्दा मैले चाहिँ समिरा बराइली सुनचाँदी पसलबाट लिएँ भनेर भन्दै हुनुहुन्थ्यो। अनि कस्तो लाग्यो त दादाको पसल भनेर मैले एकचोटि उहाँलाई सोधेँ। अनि उहाँले भन्नुभयो कति खुसी भएर भन्नुभयो क्या दाइ, ओहो उहाँको त यस्तो व्यवहार छ, यस्तो दामी व्यवहार छ नि, उहाँको यस्तो लोयल होइन। म उहाँ देखेर चाहिँ एकदमै खुसी भएँ। मैले लिएको सामान होइन, उहाँको त्यो बोल्ने, ग्राहकलाई गर्ने सेवा होइन, त्यो व्यवहार उहाँले एकदमै मन पराइदिनु भयो दाइ। यस्तै मन पराइदिनु हुने ग्राहकहरूलाई के भन्न चाहनुहुन्छ तपाईँको तर्फबाट? म चाहिँ के भन्न चाहन्छु भने उहाँलाई त्यस्तै भन्ने चाहने मान्छेहरू फेरि आउनु होला, अन्तै नजानु होला होइन। फेरि आएर त्यस्तै अब कारोबार गरिराख्नु होला भन्न चाहन्छु। कारोबार गरिराख्नु होला भन्न चाहन्छु। हस् त, धेरै धेरै धन्यवाद छ यहाँलाई। हजुरको महत्त्वपूर्ण समय अहिले ठ्याक्कै तपाईँ एउटा सामान बनाइराख्नु भएको थियो, तैपनि मैले तपाईँलाई सामानबाट रोकेर यो छोटो कुराकानीमा मैले तपाईँलाई जोडेँ होइन। धेरै धेरै धन्यवाद छ। तपाईँको प्रगति हुँदै जाओस्, तपाईँको व्यवसायले शिखर चुमोस्, सफलता तपाईँको अगाडि आओस् भनेर भन्न चाहन्छु। हस् त, छुट्टिन्छौँ अहिलेको लागि। हस् त, सबैजनालाई नमस्कार। हस् त। भर्खरै सुन्नुभयो दर्शकवृन्दहरू, सुनचाँदी व्यवसायमा भएका समस्याहरू हामीले अलिअलि उठायौँ। सरकारले पछिल्लो समय सुनचाँदी व्यवसायमा 2% को विलासिता कर भनेर लगाएको छ। यो विलासिता कर भन्ने पनि हुन्छ र भन्ने खालको एउटा प्रश्न मेरो मनमा उब्जिएको छ। तैपनि मैले यसलाई धेरै विश्लेषण भन्ने गर्न चाहिनँ। यतिखेर हामीसँग हुनुहुन्थ्यो समिरा बराइली सुनचाँदी पसलका प्रोप्राइटर आदरणीय दाजु राजु बराइली हुनुहुन्थ्यो। उहाँले आफूले भोगेका समस्या होइन, ग्राहकलाई एउटा तपाईँको चाहिँ गर्ने व्यवहारका बारेमा उहाँले चाहिँ हामीलाई बताएर जानुभयो। अत्यन्तै मिठो कुराकानी भयो। यस्तै मिठा मिठा कुराकानीहरूसँग जोडिनका लागि मेरो सरोजविका अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला। यस्तै यस्तै मिठा मिठा भिडियोहरू लिएर म तपाईँहरूको माझमा सधैँ जसो आउने नै छु। दर्शकवृन्दहरू, तपाईँहरूले कमेन्ट गर्नुहोला, कस्तो भिडियो बनाउँदा, कस्तो कन्टेन्ट बनाउँदा तपाईँहरूलाई मजा लाग्छ, त्यही अनुसारको कन्टेन्ट म निर्माण गर्नेछु भनेर भन्न पनि चाहन्छु। भन्दै अहिलेका लागि भने यो छोटो भिडियोबाट म बिदा हुन चाहन्छु। सरोज विश्वकर्मा। हस्त, नमस्ते, नमस्कार, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्।